उपत्यका भुजेल समाज सेवा समितिको अध्यक्षज्यू, आजको हाम्रो यस कार्यक्रमका अतिथिज्यूहरू, भुजेल समाज सेवा समितिका महासचिव, यसैगरी भुजेल समाज सेवा समिति का बुद्धिजीवी परिषदका अध्यक्षज्यू, सशस्त्र कर्मी संघका अध्यक्षज्यू, यसैगरी भुजेल समाज सेवा समिति विद्यार्थी संगठनका अध्यक्ष एवं पदाधिकारीज्यूहरू र त्यसैगरी हाम्रो सल्लाहकारज्यूहरू, उपत्यका भुजेल समाज सेवा समिति केन्द्रीय समितिका पदाधिकारीज्यूहरू र यहाँहरू उपस्थित हुनुभएका अत्यन्त आदरणीय हाम्रो भुजेल बुद्धिजीवीज्यूहरू र अत्यन्त आदरणीय व्यक्तित्वहरू र तपाईहरु सबैजना अगाडि आजको यो पर्व मनाउनका लागि जसरी उपस्थित हुनुभएको छ, यहाँहरू सबैमा मेरो आफ्नो व्यक्तिगत तर्फबाट र त्यसपछि यति बेला मैले यो नेपाल आदिवासी जनजाति महासंघ त्यो चाहिँ संघीय परिषदको जुन वरिष्ठ उपाध्यक्षको नाताले त्यो पनि प्रतिनिधित्व गरेको हुनाले नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट पनि यहाँ सबैलाई सप्तकाय सेवानुङ भन्दै मैले हार्दिक अभिवादन सेवानुङ टक्राएँ। मैले अघि नै भने कि यो हाम्रो भुजेली पर्वको अवसरमा यहाँहरूलाई हार्दिक हार्दिक बधाई अनि शुभकामना दिन चाहन्छु र आयोजकज्यूलाई पनि विशेष बधाई तथा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यति राम्रो जमघट गराउनु भएको छ। विगतका दिनहरूमा पनि हामी यस्तै जमघटहरू गरेका थियौँ र आज पनि यो खालको जमघटले हामी बीचमा एउटा आत्मीयता, हामी बीचको भावनात्मक एकता र हामी बीचको एउटा सान्निध्यता, एउटा सम्बन्धलाई यसले चाहिँ पुनर्ताजगी गराएको छ। वास्तवमा यसभन्दा अगाडि भुजेल समाजका महासचिवले हाम्रो आफ्नो पहिचानका सन्दर्भमा र नेपालका आदिवासी जनजातिहरूको बारेमा उहाँले प्रशस्त कुराहरू राखिसक्नु भएको छ। आज यो पर्वको दिन हो, आज हामी यो वनभोजका एउटा मनस्थितिमा छौँ। त्यसकारणले गर्दा धेरै यस्ता खालका कुराहरू, प्रशिक्षण गर्ने खालका कुराहरू वा अरू धेरै विषयगत कुराहरूलाई हामी धेरै केन्द्रित हुनुभन्दा पनि म थोरै केही कुराहरू राख्न चाहन्छु। जुन म जहाँबाट प्रतिनिधित्व गरेको छु त्यसको कुराहरू केही राख्नुपर्ने भएको हुनाले म थोरै कुरा तपाईँहरूलाई राख्न चाहन्छु। म सबभन्दा पहिला त भुजेल समाज सेवा समिति केन्द्रीय समितिप्रति हार्दिक आभार व्यक्त गर्दछु। भुजेल समाज सेवा केन्द्रीय समितिले मलाई नेपाल आदिवासी जनजाति महासंघमा प्रतिनिधित्व गर्नको लागि जुन खालको एउटा प्रतिनिधि मलाई पठाएको छ र त्यो पठाएको पनि आज 3 वर्ष क्रस भएर अब नेपाल आदिवासी जनजाति महासंघको अब केही महिना, अब 1 महिनामा यसको चाहिँ महाधिवेशन हुँदैछ र यो 3 वर्षसम्म मलाई चाहिँ जसरी भुजेल समाज सेवा समिति केन्द्रीय समितिले मलाई विश्वास गरेर मलाई ममाथि एउटा चाहिँ जुन खालको एउटा भरोसा राखेर मलाई नेपाल आदिवासी जनजाति महासंघमा प्रतिनिधित्व गर्न पठायो, त्यसका लागि सम्पूर्ण भुजेल बन्धुहरूलाई म हार्दिक आभार व्यक्त गर्दै मेरो तर्फबाट फेरि पनि धन्यवाद दिन चाहन्छु। वास्तवमा मैले यो 3 वर्ष चाहन्छु जसरी नेपालको आदिवासी जनजाति महासंघ एकमात्र आदिवासी जनजाति महासंघ जुन नेपालका 35% भन्दा बढी आदिवासी संगठन साझा संगठन नेपाल आदिवासी जनजाति महासंघमा वरिष्ठ उपाध्यक्षको रूपमा जुन खालको मैले प्रतिनिधित्व गरेँ, त्यति बेला मलाई यहाँहरूलाई लाग्न सक्छ कि यो चाहिँ महासंघमा गएर के गरे होला त भन्ने खालका कुराहरू लाग्न सक्छ। हामी यो भुजेल समाज सेवा समिति गठन भएको धेरै भएको छैन। यस्तै 30-32 वर्ष 35 वर्षको यो दौरानमा भुजेलका तर्फबाट वास्तवमा योभन्दा अगाडि पनि हाम्रो सूर्य भुजेलले प्रतिनिधित्व गरिसक्नु भएको छ, अर्थात् एक खालको पदाधिकारीमा गइसक्नु भएको छ र यसपालि म गएको छु। त्यसै गरी हाम्रो भुजेल समाजका वर्तमान महासचिव हिलारी बन्धुले चाहिँ नेपालका आदिवासी जनजाति युवा महासंघको पनि एउटा नेतृत्व गरिसक्नु भएको छ। त्यसै गरी नेपालका आदिवासी जनजातिहरूको महिला महासंघको पनि नेतृत्व हिजोका दिनमा हाम्रो निर्मला भुजेलले गर्नुभएको छ। त्यसकारणले गर्दा यो आफैलाई पनि एउटा चाहिँ राम्रो उपलब्धि मान्नु पर्छ। वास्तवमा भन्ने हो भने नेपालका करिब 1,20,000 भन्दा बढी भएका भुजेलहरूको जनसङ्ख्या भएको जुन चाहिँ सीमान्तकृत समुदायको भुजेलहरूको नेपालको साझा संगठन आदिवासी जनजाति महासंघमा जुन खालको हाम्रो प्रतिनिधित्व छ र जसरी हामीले त्यहाँ आफ्नो चाहिँ प्रभावकारी ढङ्गले आफ्नो त्यहाँ चाहिँ भूमिका निर्वाह गर्न सकेका छौँ, त्यसले पनि चाहिँ हाम्रो भोलिका दिनहरूमा पनि हाम्रा भोलिका पुस्ताहरूलाई पनि ती महासंघमा हाम्रो आफ्नो चाहिँ एउटा गरिबिलो र दर्बिलो उपस्थिति जनाउनका लागि यसले एउटा फाउन्डेसन बनाएको छ, एउटा जग बनाएको छ भन्ने कुरा मैले बुझेको छु।
यद्यपि महासङ्घमा बस्दै गर्दाखेरि हामीले चाहिँ के काम गर्यौँ त भन्ने कुराहरू पनि यहाँहरूलाई जिज्ञासा लाग्न सक्छ। वास्तवमा त्यहाँ बस्दै गर्दाखेरि मैले आफ्नो समुदायप्रति के कति गर्न सकेँ ठ्याक्कै देखिने गरी यो भन्ने कुरा त्यति धेरै औँलामा गर्ने नहुन सक्छ। तथापि महासङ्घमा बस्दै गर्दाखेरि महासङ्घ भुजेलको प्रतिनिधित्व गर्दै गर्दाखेरि हामीले त्यहाँ आफ्नो चाहिँ दह्रो एउटा गरिबिलो उपस्थिति जनाएका छौँ, प्रभावकारी आफ्नो उपस्थिति जनाएका छौँ। चाहे राज्य सङ्घको चाहिँ विभिन्न किसिमको वकालतका सन्दर्भको कुरा होस् वा चाहिँ हाम्रा चाहिँ आदिवासी जनजातिका इस्युहरूलाई चाहिँ त्यहाँ स्थापित गर्ने सन्दर्भको कुराहरू होस् वा आदिवासी जनजातिका चाहिँ विभिन्न अधिकारका सन्दर्भको कुराहरू होस् वा आज नेपाल सरकारले बनाएका विभिन्न नीतिगत कुराहरूमा हाम्रो त्यहाँ हस्तक्षेप गर्ने सन्दर्भको कुराहरू होस् वा नेतृत्वदायी भूमिका हाम्रो आफ्नो भूमिका निर्वाह गर्ने सन्दर्भको कुराहरू होस्, हामीले त्यहाँनिर चाहिँ आफ्नो भूमिका निर्वाह गरेका छौँ। त्यति मात्र नभएर हाम्रो जहाँ चाहिँ विभिन्न ठाउँको चाहिँ आदिवासी जनजातिहरूको चाहिँ त्यहाँनिर चाहिँ एउटा उपस्थिति हुनुपर्ने ठाउँमा चाहिँ हाम्रो आफ्नो भुजेलको त्यहाँ उपस्थिति र भुजेलका कुराहरू राख्ने कुरामा हामीले गरेका छौँ। यति मात्र नभएर मैले तपाईँहरूलाई अर्को एउटा के पनि कुरा राख्नुपर्छ भनेदेखि अहिले नेपाल आदिवासी जनजाति महासङ्घले नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको आफ्नो थाकथलो, आफ्नो सांस्कृतिक अभ्यास हुने ठाउँहरू, त्यसै गरी हाम्रा विभिन्न यो वन भू क्षेत्र, त्यसपछि जल क्षेत्र लगायतका विभिन्न क्षेत्रहरूमा जहाँ चाहिँ हाम्रो आदिवासी जनजातिहरूको आफ्नो चाहिँ जुन एउटा अधिकारको क्षेत्रहरू छ, हाम्रो आफ्नो पहिचानको क्षेत्र छ, त्यसका लागि चाहिँ अब नक्साङ्कन गर्ने भनेर हामीले त्यसमा लागिरहेका छौँ। यसै सन्दर्भमा नेपालको आदिवासी जनजातिहरूको त्यो आफ्नो सांस्कृतिक र आफ्नो चाहिँ थाकथलोहरूलाई जुन नक्साङ्कन गर्ने सन्दर्भमा यति बेला हामीले चाहिँ 2वटा ठाउँहरूलाई हामीले छनौट गरेका छौँ। त्यसमानेमा चाहिँ हामीले ओखलढुङ्गाको एउटा गाउँ एउटा पालिकालाई हामीले चाहिँ छनौट गरेका छौँ भनेदेखि अर्को बागलुङको चाहिँ ढोरपाटन क्षेत्रलाई हामीले चाहिँ त्यहाँ छनौट गरेका छौँ। वास्तवमा बागलुङको ढोरपाटन क्षेत्रलाई छनौट गर्नुको कारण एउटै कारण के थियो भने म त्यहाँ भएकै कारणले गर्दा बागलुङको ढोरपाटन भनेको हाम्रो आफ्नो त्यो उद्गम थल हो, हाम्रो आफ्नो थाकथल हो, जहाँ भुजेलहरूको थाकथल हो र त्यसलाई हामीले नक्साङ्कन गर्नुपर्छ र हाम्रो आफ्नो इतिहासलाई चाहिँ डकुमेन्टेसन गर्नुपर्छ भन्ने हिसाबले हामीले त्यहाँनिर त्यो कामहरू अब छिट्टै गर्ने तयारीमा हामीले चाहिँ अगाडि बढाइरहेका छौँ। यति कुरा भन्दै गर्दाखेरि म अब तपाईँहरूसँग धेरै लामो समय नलिकन मलाई नेपाल आदिवासी जनजाति महासङ्घको जुन खालको एउटा पदाधिकारीमा यहाँहरूले विश्वास गरेर कसरी पठाउनु भयो, म सम्पूर्ण तमाम भुजेल बन्धुहरू, आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू र सङ्घको हाम्रो सङ्गठनप्रति हार्दिक आभार व्यक्त गर्दै आजको यो भुजेल पर्वमा यहाँहरूले सम्झिनुभयो, यहाँहरूलाई हार्दिक बधाई अनि त्यसपछि यसको पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै म यहाँहरूबाट बिदा हुनेछु। पछि सँगै नाच्नेछौँ, सँगै गाउनेछौँ, सँगै झुम्नेछौँ, रमाउनेछौँ अनि तपाईँ हामी बिचका कतिपय कुराहरू अन्तरङ्गहरू साट्नेछौँ, हामी एकअर्का बिच चिन्जान हुनेछौँ, त्यसपछि हाम्रो सम्बन्धलाई अझै सुमधुर बनाउनेछौँ। यति भन्दै मेरो आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद सेवानु सर, धन्यवाद सर। यति भन्दै मैले फेरि हाम्रो पूर्व सहसचिव अघि मैले पूर्व सहसचिव भने लालबहादुर भुजेलज्यूलाई पनि यहाँ आसन ग्रहण गरिदिनु हुनको लागि मैले अनुरोध गरेँ, लालबहादुर भुजेलज्यू। र यति भन्दै मैले फेरि सबैजनाको ध्यान आकर्षण हाम्रो